पनि साथीहरू उहाँ एउटा बिमारी हुनुहुँदो रहेछ होइन। रोड छैन होला नि त गाउँ ठाउँमा होइन। त्यही भएर उहाँलाई बोकेर ल्याउनु भएको छ होइन। हो त्यस्तै गरेर के गाउँ ठाउँमा रोड पुर्याउनु पर्यो कि छिटो भने छिटो रोड पुर्याउनु पर्यो होइन। कति मान्छेहरूलाई त त्यस्तै अकाल ज्यान गएको छ नि त साथीहरू होइन। टाइममा हस्पिटल नपुगाउँदाखेरि होइन कति गाह्रो छ के। हो त्यस्तै हाम्रो गाउँ ठाउँमा पनि त्यस्तै छ के। ढिम्ने कतम्बुरा होइन, कतम्बुरा चिल्खाया ओदा सिमकेट लिकोटतिर साथीहरू होइन। किनकि रोड गएको त कहिले अरे होइन। अब योजना ल्याउने र नेताहरू पैसाहरू उ गरिहाल्छन्। हो त्यो रोड फेरि साथीहरू म गएको त 5 वर्ष 6 वर्ष भइगयो साथीहरू। त्यो रोडमा गाडी हिँड्दैन थियो होइन। तर ट्र्याक्टर मात्रै कहिलेकाहीँ उही पनि माथि चिल्खाउँदा आउँदैछियो बडा मुक्सिलले रोड उही पनि जग्गा त रोड उ भइकन होइन। ती रोड कहिले लिने हो नि त साथीहरू, कहिले लिने हो नि तिनी रोड होइन। गाउँठाउँमा बिमारी मान्छे हस्पिटलमा पुरा बोकिकन न हस्पिटलको सुविधा छ। हो तेम्म उकालो ल्याउ माथि ठिन्क्या लिन्छ मान्छे ऊ होइजानेछन्, तल माम्न लिन्छ मान्छे ऊ होइजानेछन् साथीहरू। हो तिनी हाम्रा माइती देश आउँदा तिउँदा ती कहिले रोड जानेन्। रोड त्यस्तै छन्। हुँदो पहिरो आएको छ, हुँदो पहिरो आएको छ। म त त्यही भएर जाँदैन साथीहरू मेरो माइत त। म 5 वर्ष 6 वर्ष भइया। किनकि यहाँ दरवाजानिर गाडी छन्, खुट्टाले 1 कदम हिँड्नु पर्दैन। त्यही भएर साथीहरू जमाना यहाँ इन्डियातिर गाउँमा जग्गा पक्की सडक पक्की रोड हालेका छन् होइन। झिगा पनि छन् क्या साथीहरू यहाँ होइन। त्यही भएर पक्की रोड हालेका छन्। ती कच्ची रोड एकचोटि लिस्या भन्नाबाट तिम्रो डोजर लगाया साथीहरू एकचोटि होइन। कच्चा रोड झन् बर्सात आयो भनेपछि हुँदो पहिरो गडान्तै गर्न निम्ति त्यो रोड त्यो मालो कुमाल भन्नाछ त्यस्तै त्यो जग्गा त्यो नखुदै नहुने के थियो। ती रोड बनाइल्यो टिज रोडमा ऊ बनाइल्यो पुरो पक्का रोड बनाउनु कालो रोड बनाउनु होइन। तपाईँ पो मान्ने भए के चिल्खाया गाविस होइन। हो माने जाने चिल्खाया गाविस हो पहिला। अहिले त त्यस्तै छारिँदै गयो साथीहरू सबै उदा पुरा आया। हो